दर्शक नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। आयो सबैजना सञ्चारमा हुनुहुन्छ र म पनि एकदमै सञ्चारमा छु। सबैजना धेरै माया मिठो सम्झना। यदि अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन च्यानललाई सब्स्क्राइब गर्नु होला है। आजको यात्रा चाहिँ पोखरा पुम्दीकोट, नेपालको सबैभन्दा दोस्रो ठुलो शिव मन्दिर है, शिव मूर्ति भएको ठाउँ। म तपाईहरुलाई आज त्यहाँ लिएर जाँदैछु। मलाई अन्तिमसम्म हेर्दै गर्नु होला है त। बिहानको स्नानपछि सानो झोला बोकेर पोखराको मिलन चोकदेखि 11 किलोमिटर टाढा रहेको पुम्दीको यात्रा तय हुन्छ। यात्राको क्रममा कैयौं साथीहरू भेट हुन्छ, कैयौं साथीहरूसँग उत्तिकै बिछोड पनि हुन्छ। प्रकृतिको नियमलाई नियमन गर्दा आजको मेरो यात्रा एक्लै सुरु हुन्छ। र म चाहिँ बस पार्क आएको छु है। यहाँ पोखराको यो पृथ्वी चोकको बस पार्क त धेरै होला हैन, तर यहाँ चाहिँ पुम्दीकोट जाने गाडी पाउँछ अरे है। कता चाहिँ पाउँछ हेरौँ है त। अलि तल पाउँछ भन्ने कुरा छ गाडी है। बस पार्क चाहिँ अलि व्यवस्थापन रहेन छ हैन, यो धुलो मात्रै छ क्या यहाँ। वाउ, हेलिकप्टर। सक्छ लगाएर म चाहिँ है। ल साथीहरू, फाइनल्ली म चाहिँ पुम्दीकोट पुगेको होइन। यो पुम्दीकोट चाहिँ पोखरा महानगरपालिका 22 है। म चाहिँ गाडीमा आएको, फुड ट्र्याकिङमा अलिकति प्रब्लम छ हेल्थ होइन। म चाहिँ मन्दिर प्रवेश गर्दैछु माथि है। ल राम्रो छ ठाउँ चाहिँ, एकदम अमेजिङ छ। तर अलिकति गोड फाटेर चाहिँ यहाँ समस्या भयो कि। ल अगाडि जाँदै हुनुहुन्छ मान्छेहरू, टन्नै हुनुहुन्छ गाडीमा आएको है। पुम्दीकोट यतातिर व्यापार व्यवसाय भइराखेको रहेछ। पोखराको पृथ्वी चोकबाट 11 किलोमिटर दूरी पार गरेपछि पुम्दीकोट पुग्न सकिन्छ। पुम्दीकोटमा अवस्थित शिव मन्दिर पुगेपछि विशाल गेटले यहाँ आउने भक्तजन पाहुनाहरूको स्वागत गर्दछ। यति मात्र नभई गेट प्रवेश गरिसकेपछि बाटोका दुवैतर्फ सजाएका सुन्दर फुलहरूले स्वागत गरिरहेका हुन्छन्। ल साथीहरू, म चाहिँ शिव मन्दिर, शिवजीको मूर्तिको नजिक आइपुगेको छु है। अलि श्वासमा गाह्रो भयो होइन। ओ धेरै हाइटमा छ कि यो चाहिँ। ल यहाँ मान्छे चाहिँ टन्नै आउनु हुँदो रहेछ, एकदम पर्यटकीय स्थल फेमस है। म पनि नजिक पुगिसकेको छु है। हजुरहरूले देख्न सक्नुहुन्छ मेरो पछाडि शिवजीको मूर्ति है। मैले चाहिँ खाली हात आएको छु शिवजीको शरणमा। आज म चाहिँ सफा मन स्वच्छ विचारले शिवजीको शरणमा आएको छु। आज तपाईहरुलाई यहाँको भिडियो देखाउँदैछु है। विशेष गरी यो शिव मन्दिर पोखरा महानगरपालिकाको वडा नम्बर 22 हैन, 22 पुम्दीकोटमा अवस्थित छ। यो मन्दिर चाहिँ र यो शिवको मूर्ति चाहिँ समुद्री सतहदेखि 1500 मिटर उचाइमा छ हैन। मैले बुझे अनुसार, मैले अध्ययन गरे अनुसार यहाँको चाहिँ 108 वटा शिवलिङ्ग माथि लगभग 15 फिट उचाइमा यो शिव मूर्ति अवस्थित छ हैन। र यसलाई नेपालको दोस्रो ठुलो मूर्तिको रूपमा पनि हामी लिन सक्छौँ है। एकदमै समयले जुराएको यो क्षण मलाई एकदमै खुसी लागेको छ आज, किनकि ठिकै छ केही छैन, तर आज एक्लै यात्रा
यात्रा गर्दैछु, म एक्लै छु है, मेरो साथी कोही पनि हुनुहुन्न होइन। तर पनि खुसी छु, नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ ठाउँको अवलोकन है। ल म चारैतिरको यहाँको दृश्यहरू तपाईँहरूलाई देखाउने छु है। भिडियो हेर्दै गर्नुहोला, कस्तो लाग्छ। यहाँ चाहिँ हजारौँ भक्तजनहरू होइन अनि आउने गर्नुहुन्छ। यहाँ साइडमा फोटो खिच्ने, भिडियो बनाउने, टिकटक बनाउने है, दर्शन गर्नेको एकदमै भिडभाड देख्न सक्नुहुन्छ तपाईँहरू है त साथीहरू। ल भिडियो हेर्दै गर्नुहोस् है। मन्दिर परिसरमा बलिरहेका धूपबत्ती, परिसर बिचमा अवस्थित शिव मूर्तिले र बिहानै झुल्किने सूर्यको किरणले सबैको मन लोभ्याएको हुन्छ। मन्दिरको तल्लो परिसरमा र माथिल्लो परिसरमा गरी बनाइएका 108 शिवलिङ्ग पनि यस मन्दिरको प्रमुख विशेषता हो। ल शिवजी जय होस् है। म हजुरको शरणमा आएको छु आज होइन। ल शिवजी, ल विशाल शिव मूर्ति है। मेरो क्यामेराले भ्याएसम्म मैले तपाईँहरूलाई देखाउने कोसिस गरेको छु होइन। तर आज चाहिँ मौसम धुम्म छ, सिधा भर्खरै घाम लागेको छ होइन। अलि तुवालो लागेको छ, यो जलवायु परिवर्तनले गर्दा पनि होला होइन। एकदमै ल अगाडि बाघको फेस र माथि नागको मालासँगै डमरू त्रिशूलसँगै शिवजीको यहाँ मूर्ति यसरी सजाइएको छ है। यो चाहिँ 15 फिट हाइट भन्ने छ यसको होइन। र यो हाइट चाहिँ समुद्री सतहदेखि 1500 मिटर अवस्थित उचाइमा छ यो शिवजीको मूर्ति है। यसरी विशाल मूर्ति सजाइएको छ। कुम्दीकोट नआउनुभएका साथीहरूलाई चाहिँ यो भिडियोले विशेष हेल्प गर्न सक्छ है, हेर्नु होला है। र मेरो क्यामेराबाट चाहिँ फोटो अब सानो आएको छ होइन। तर यहाँ चाहिँ विशाल गाडी हेर्दाखेरि है, ल यसरी हेर्न सक्नुहुन्छ। ल मान्छेमा सबैभन्दा त स्वच्छ मन, सफा विचार हुनुपर्छ होइन। त्यसैले हरेक मन्दिरमा धाइरहँदा प्रसादै लिएर आउनुपर्छ है, पैसाकै खोलो बगाउनुपर्छ भन्ने चाहिँ मलाई लाग्दैन होइन। त्यसैले जहाँ गए पनि जे जस्तो अवस्था भए पनि सफा मन लिएर चाहिँ अगाडि जानुपर्छ जस्तो मलाई लाग्छ होइन। त्यसैले मैले पनि धेरै तीर्थस्थलहरू गर्दा आज शिवजीको शरणमा खाली हात आएको छु, तर सफा मन र सफा विचार ल्याएको छु। दिनानुदिन हजारौंको सङ्ख्यामा ध्यान तानेको यो ठाउँ आज पनि उत्तिकै भिडभाड छ। समुद्री सतहदेखि 1500 मिटर उचाइमा अवस्थित यो ठाउँबाट देखिने सुन्दर सुन्दर दृश्य साथै पोखराको फेवा लेक आज भने घुम्टो ओढेर बसेको जस्तो देखिन्छ। किनकि जलवायु परिवर्तनले हप्ता 10 दिनदेखि यहाँको मौसम खुल्नै सकेको छैन। मन्दिर परिसरको बिचमा सजाइएको विशाल शिवजीको मूर्तिको सजावट सँगै मन्दिर परिसरमा ससाना अन्य मूर्तिहरू पनि जस्तै गणेश भगवान, नाग देवता, ठुला घण्टाहरू र शिवजीको सूचना अधिकारी नन्दीको पनि सजावट देख्न सकिन्छ। ल साथीहरू, यो शिव मन्दिरमा भएको वरिपरिको दृश्य मैले हजुरहरूलाई देखाइसकेको छु है। र यो बाहेक अन्यत्र यहाँ शान्ति स्तूपा छ भन्ने मैले सुनेको। म एकछिन शान्ति स्तूपा पनि जान्छु कि समयले भ्याएसम्म होइन। तर यहाँ चाहिँ एकदम भिडभाड धेरै हुँदो रहेछ होइन, हुँदो रहेछ भिडभाड। र विशेष गरी पर्यटकीय स्थल आन्तरिक सँगसँगै बाह्य पर्यटकहरू पनि धेरै उपस्थिति देखेँ मैले। एकदमै राम्रो छ मन्दिर है, धेरै राम्रो उत्कृष्ट तरिकाले सजाइएको छ है। कस्तो लाग्यो भिडियो कमेन्ट गर्नु होला साथीहरू है त। केही बेरको दर्शन अवलोकन पश्चात म शिव मन्दिरको परिसरबाट बाहिरिन्छु।
मन त चङ्गा नै थियो, किनकि यो मेरो समयले जुराएको भ्रमण थियो। मन कति खुसी छ, कति शान्त छ, कति चङ्गा छ, त्यो हिसाब गरी साध्य नै थिएन। तर मनले अर्को एउटा याद दिलाइदिइरहेको महसुस गरिरहेको छ। एक्लै यात्रा गर्दा झ्याप्प घरको याद आउने रहेछ। जसरी मन्दिर परिसरमा प्रवेश गर्दा फुलहरूले स्वागत गरेका हुन्छन्, मन्दिर परिसरबाट बाहिरिँदा पनि उत्तिकै बिदाई गरिरहेका हुन्छन्। ल साथीहरू, शिवजीको दर्शनपछि म चाहिँ यहाँ लक्ष्मी माताको शरणमा आएको छु। यहाँ पनि एकदमै राम्रो तरिकाले सजाएको रहेछ है। तपाईँहरू देख्नुहुन्छ यस्तो राम्रो तरिकाले बनाएको छ है। मूर्ति चाहिँ एउटा मयूरमा बसेको बनाएको छ भने एउटा यो के हो टाइगर होइन, यस्तो राम्रो तरिकाले सजाएको छ है। तर यति माथि हाइटमा आउँदै गर्दा होइन यतो चारैतिरको भ्यू चाहिँ अलि नराम्रो देखिएको छ, किनभने मैले अगाडि पनि भने मौसम खराबीका कारण चारैतिरको दृश्य एकदम धुम्म अँध्यारो देखिएको छ, केही पनि देखिएको छैन है। मेरो आज ब्याड लक भनौँ कि के भनौँ, भिडियो बनाउन सकेन है। यहाँ चाहिँ राम्रो तरिकाले बनाएको निर्माणाधीन रहेछ यो परिसर चाहिँ। यो माथि निर्माण भए पनि तल चाहिँ बनाउँदै रहेछ होइन। हजुरहरूले यस्तो राम्रो तरिकाले सजाएको देख्न सक्नुहुन्छ है। यो ठाउँमा यो शिव मन्दिर होइन, यो ठाउँमा आउनको लागि चाहिँ दुईवटा रुटहरू अपनाउन सकिन्छ। एउटा मेन बाटो हुँदै गाडी हुँदै आउन सकिन्छ भने एउटा फेवाबाट डुङ्गा तैरिएर है, अनि ठ्याक्कै 500 सिडीहरू चढेर यहाँ आउन सकिन्छ। फुड ट्र्याकिङको लागि चाहिँ बेस्ट हुनसक्छ यो क्षेत्र, यो ठाउँ आउनलाई। र म चाहिँ स्वास्थ्य समस्याका कारण चाहिँ फुड ट्र्याकिङ गर्न सकिनँ है। समयले जुरायो भने अर्को भिडियोमा तपाईँहरूलाई फुड ट्र्याकिङ मार्फत देखाउने छु है साथीहरू। यता माथि पनि राम्रो बनाएको रहेछ है, बेलुन हो अनि माथि ह्यान्ड पनि बनाएको रहेछ है। अनि यो चाहिँ बाटो बनाउँदै रहेछ, यहाँ निर्माणाधीन रहेछ भनौँ न अहिले चाहिँ। ल साथीहरू, मैले चाहिँ यहाँको दुवैतिरको भिडियोहरू हजुरहरूलाई देखाएँ है। कस्तो लाग्यो अब भिडियो हेरेर प्रतिक्रिया दिनु होला। म चाहिँ दुवैतिरको भिडियो, विशेष गरी शिव मन्दिरको भिडियो, शिव मूर्तिको भिडियो हजुरहरूलाई कैद गरेर ओह्राली झर्दैछु है। गाडी जान्छ होला अब, गाडीमा जानुपर्छ होइन, निश्चित टाइममा गइहाल्छ अरे गाडी है। यहाँबाट हजुरहरूको पृथ्वी चोक, पोखराको पृथ्वी चोक समथिङ 11 किलोमिटर छ होइन। अनि त्यति धेरै हिँडेर पनि सम्भव भएन, त्यसैले म चाहिँ ओह्रालो झर्दैछु। एकदम खुसी लाग्यो मलाई चाहिँ है। अस्ति फेवातालको अवलोकन गर्दाखेरि मैले सारा दुःखहरू बिर्सिएको थिएँ, पीडाहरू होइन, अनि मन भारी भएकोलाई यस्तो फ्रेस बनाएको थिएँ। आज शिव मन्दिरको अवलोकन गर्दाखेरि यस्तो राम्रो लाग्यो मलाई चाहिँ है। किनकि मान्छेहरू लाखौँ खर्च गरेर यो ठाउँमा घुम्न आउँछन् होइन, अवलोकन गर्न आउँछन्। मलाई चाहिँ समयले जुराएको यो संयोग है, मलाई चाहिँ एकदम खुसी लाग्यो। पोखराका विभिन्न ठाउँहरूको भिडियो म तपाईँलाई देखाउने छु। यहाँ चाहिँ मान्छेहरू चाहिँ दिउँसोखेर चाहिँ बबालै आउनु हुँदो रहेछ क्या। म चाहिँ बिहानै आएको मर्निङमा होइन, अनि मर्निङमा आएको भएर अब धेरै बेर पनि के बस्नु होइन, अनि म चाहिँ ओर्लिहालेँ है। मान्छे चाहिँ अहिले चाहिँ बबालै आउनु हुँदो रहेछ क्या 10 बजीदेखि पछाडि। एकदम आउनेको भिडभाड है पुरा। अब अहिले चाहिँ एकदम रमाइलो हुन्छ होला, मान्छेहरू धेरै आउनु भएको छ। र म चाहिँ बिहान तलबाट रुमबाट त 6 बजी नै निस्केको होइन, त्यो भएर चाहिँ म त झरिहालेँ है। ठिक छ, एकदम खुसी लाग्यो। मौसम चाहिँ क्लियर हुँदैन होला जहाँसम्म लाग्छ। मौसम क्लियर हुने सम्भावना देखेको भएमा चाहिँ बस्थ्यो होला, तर मौसम क्लियर हुने सम्भावना चाहिँ एकदम न्यून छ कि।
अनि त्यो न्यून भएको कारणले म चाहिँ गइहाल्छु। अब मौसम खुल्दैन होला होइन, मौसम खुलेको भए भिडियो बनाउन मजा आउँथ्यो होइन। मौसमले चाहिँ साह्रै धोका दियो आज है। खुलेकै छैन, चारैतिर पुरा अँध्यारो अँध्यारो जस्तो भइरहेछ होइन। ठिक छ, मान्छेहरू एकदम धमाधम आइराख्नु भएको छ अहिले चाहिँ। अब मान्छेहरू के भनौँ, टुरिज्महरू भनौँ न होइन, टुरिज्म एरियामा आइसकेपछि त